आज चर्चको काम गर्दै हाम्रो भक्तदा हेर्नुहोस् यति माथि छानामा चढेर उहाँहरू काम गरिरहेको छ यस्तो घाममा। उहाँले चर्चको निम्ति यति परिश्रम गरिरहेको छ। यस्तो घाममा पनि चढेर चर्चलाई भत्काउनु हुन्छ, किनभने यो चर्च पनि नयाँ बनिँदैछ। त्यही भएर चाहिँ हामी सबैजना मिलिजुली गर्दै यो चर्चलाई भत्काउँदैछौँ। हाम्रो दिपक अङ्कल हुनुहुन्छ उहाँ टुप्पामा, दिपक अङ्कल उहाँ हुनुहुन्छ र अरूहरू पनि छ। हाम्रो एल्डर अङ्कल आमाहरू पनि गरिरहेको छ। यता हाम्रो पास्टर बाबु हुनुहुन्छ। हामी सबैजना मिलेर काममा लागि परिरहेछौँ। आज फर्स्टको दिन, भित्रको दिन सबै सकियो। अब यो खाना उकाएर त्यसपछि चाहिँ यो चर्चलाई पुरै भत्काउने काम गरिरहेछ। अनि भक्त दा बिजी छ, उहाँ एकदम बिजी हुनुहुन्छ। चर्च भत्काउँदै यस्तो घाममा पनि उहाँले काम गरिरहनु भएको छ।